सो हेलो एभ्रिवान वेलकम ब्याक माई न्यू ब्लग र स्वागत छ फेरि पनि तपाईँलाई मेरो नयाँ ब्लगमा के छ त नि सबैजना सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु मेरो यहाँ त सर यस्तरी छ गुड मर्निङ भाइब्स एभ्रिवान गुड मर्निङ होइन यो भिडियो साँझमा आयो नि सबैले एकचोटि च्याटमा गुड मर्निङ भनेर लेख्नु होला है एभ्रिबडी मुस्कुराना भी तो तुझे से सीखा है मुख पनि धुवाएन मुख नधुइ आएको होइन दामी छ नि होइन दामी छ मुख पनि धुवाएन चिया है हिँड्दैमा चल्दै होइन कसले क्याट्छ कसरी क्याट्छ मैले मुख धुवाएन मुस्कुराना भी तुझे से सीखा है दिल लगाने का ही ये तरीका है मुस्कुराना भी तुझे से सीखा है दिल लगाने का तो ही तरीका है हामीसँग यहाँ भाइ बहिनीहरू छन् भाइ बहिनीहरू भाइहरू यिनी चाहिँ सेकेन्ड टाइम अनि यिनी चाहिँ फर्स्ट टाइम होइन तिमीले भिडियो हेरेको नि कुन कुन भिडियो हेऱ्यौ 2 करोडको स्टेज हेरेँ त्यसपछि मम्मीले मोबाइल खोज्नु भयो ए 2 करोडको स्टेज भत्किँदै मोबाइल खोज्दिनु भयो अनि तिम्रो नाम के हो त विश्वास बारे डिम्पल डिम्पल कान्छाको सिम्पल पर्ने गाला हेर्न कति राम्रो के केटो त यार लप्परे आएको नि त हेर्न लजाएको हेर्न त्यसले सबैसँग यस्तै किन भन्नुहुन्छ नि अस्ति नै यहाँ हेर न केटो लजाइरहेको कि हेर न हाँसेको मात्रै हेर्न देखायो नि कस्तो शुभमसँग नि यस्तै नै त्यही हो यिनी त अलरेडी हाँसेकै छन् खुसी छन् तिम्रो लप्परे आएको कि नि भन नराम्रो हो देख्यो कस्तरी मिलाएको आफैले हो भने मसँग परे मैले यिनको फेस देखेरै चिन्छु के तर हो नि कतिमा पढ्छौ तिमी 4 मा ए यही भनेपछि 4 क्लासमा पढ्दै लभ गर्यो 6 मा जाँदा त म्यारिजै हुने भयो ओहो रातमा जाँदा छोरो पाउने तिम्रो नाम के गरे विवेक पाठक घर चाहिँ खानी गाउँ नखानी गाउँ बनाऊ न यार खाली खानी गाउँ बनाउँछौ यार कस्तो यार कति ह्यान्डसम बोयहरू छन् यिनका त दाँत हेर्न दाँत यार 2 करोडको जो छ यार ओहो हेर्न लजाएको केटो लजाएको यहाँ हेर्न अनि अर्को चाहिँ हेलो सानो सुन्तला लिएर आऊ न ए हेर्यौ चुन्नीमा फेरि कडा खेल्ने छ नि हजुर त ए चुङ्गी एउटै हातले उहाँ खेलेको के अरे बतासे बतासे यिनले भिडियो हेरेछ कान्छा ईसा तिमीलाई सम्झिँदा आउँछ मलाई तिसा ईसालाई सम्झिँदा आउँछ किन मलाई दिशा तिम्रो गर्लफ्रेन्डको नाम रहेछ त ईसा मलाई किन भनेनौ दिशा आयो के आयो लजाका केटाहरू हेर केटाहरू लजाका ओहो इतने सी बातें मुलाकातें पहिला पहिला लभ पर्दा कस्तो हुन्छ कान्छ राम्रै पछि पछि कस्तो हुँदो रहेछ केटीले पैसा आइदिन्छ त्यही भन्न हो गर्लफ्रेन्डले के किनिदिन्छ भन त केही नै म यत्रो ह्यान्डसम छु यस्तो भिडियो बनाऊ ती पनि केटी पछि लानु तिमीलाई के भएको के यस्तो ईसा तिमीलाई सम्झिँदा आयो कि दिशा प्लिज नसम्झ्यौ मलाई तिम्रो त थाहा के अरे गर्लफ्रेन्डको नाम तर तिम्रो अरू जे भने यो दाँत चाहिँ मन पऱ्यो कि मलाई किन लभ म्यारिज होला जस्तो छ हेर्न लजाएको कि यो केटो लजाउँदो रहेछ कि यार कति लजाएको उता गर्लफ्रेन्ड आइन खुसी भएको ए रुक यहाँ आउन द्याऊ नबोलाऊ यहाँ आउन द्याऊ अनि रुक न यहाँ आउन गर्लफ्रेन्डसँग लजाएर हुन्छ भने अब यहाँ कुरो मिलाइदिन्छु नि त मैले तिम्रो नाम ईसा हो कसको नाम हो ईसा यहाँ आउन यहाँ कुरो छ क्या एउटा तिमीलाई तिमीले रुचाउँछन् अरे यहाँ भिडियो छ नैबा तिम्रो नाम के हो ईसा के जिस्का आएको के मसँग त नरिसाउ ईसा राणा तिम्रो एलिसा ए मैले के भने थाहा तिमीलाई तिमीले रुचाउँछन् भन्दा ईसा हेर न किन नरौ के अहिले चक्लेट किनिदिए तिमीलाई हेर्न
चक्लेट त्यो लजा आएको त ईसा आएको देखेर लजा आएको त पिर नमान है त्यसै जिस्काएको कि मैले रमाइलो गरेको है मैले त्यसै जिस्काएको नरौ है काहीँ नै के हो त सेन्डा किन कहाँ ए सन्ध्या मेरो गर्लफ्रेन्डको नाम पनि सन्ध्या थियो पहिला अहिले छोडेर गयो कि कस्ती हो कहाँ हो त्यसको घर सायद त्यहीँ जो होला त्यसको घर पनि तँ यता आइसक्यो बसाइ छ अरे विवेकले त्यसै ईसालाई रुचाएको होइन यार यति राम्री रहेछन् के भन्नु भएको थाहा के भन्नु? तिमीले सम्झियो मलाई दिशा मलाई कालो त म पनि छु कि रे मलाई भनेको कि कसलाई भने ए हेर न लजा आएको कि यो ईसालाई देखेर ईसा बगाले नाम बगाले है छ यसको फेरि ईसा ईसा कति क्लासमा पढ्छौ तिमी फोमा पढ्छौ तिम्रो क्लासमा मलाई लान्छौ लान्ने म टिचर बनेर जान्छु नि त हुन्छ म गएर पढाउँछु कि तिम्रो क्लासमा हुन्न तर ईसालाई त्यसै रुचाएको होइन है त्यसले नामै बिर्सिन्छु कि मैले फेरि नरौ क्या अहिले ईसा तँ चाहिँ मैले भनेको कि तिमीले कसलाई रुचाउनु छौ भन्दा ईसालाई भने ईसा तिमीलाई सम्झिँदा आउँछु दिशा भन्दा मैले भनेको नरिसाउ रमाइलो गरेको है रिसाइ हौ गर भिडियो हेर है तिम्रो त्यो भिडियोमा सुरुमा के भएर थियो तिमीलाई कसरी रुचाउँछु भनौँ हेर है है ल भन ल अझ भन्दिनँ नि ल ठिक छ ह्यान्डसम बोय ब्ल्याक ब्युटी हेर्न यसको यो आइब्रो ओहो कान्छा अस्ति तिमीलाई मैले चक्लेट दिएको होइन हो कि हिजो राति सपनामा मैले चक्लेट दिएको थिएँ यहाँ यिनीहरूलाई कस्तो नपत्या कान्छा यहाँ एउटा कुरो हो कि यहाँ आइज न नाम के हो तेरो तँले मुसाले खाइदियो क्या दाँत यार दाँतै छैन अगाडि यहाँ चाहिँ कान्छा ओहो ह्यान्डसम बोय कति ओए कान्छा तिम्रो नाम के हो ए केटाहरू त ह्यान्डसम रहेछन् के हामी चाहिँ फाइनल्ली रमाइलो गर्दैछौँ ईसा त गइन् तर दिशा गएको छैन अझै ईसा भयो अब धेरै त्यो भन्ने नि रमाइलो हुन्न के छ केटाहरू ल भिडियो हेर्दै गर होइन हामी जहाँ छौँ एउटा युट्युबमा छौँ ल गुड राम कान्छा ल पछि भेट्नुपर्छ है चक्लेट अहिले मसँग पैसा छैन भाइ साथीले चाहिँ मलाई पैसा भएन भने हिँड्यो भने त्यसलाई कसरी भनौँ यहाँ गाडी नपाएर हिँड्नुको अवस्था भनेर के भन्ने साथी प्लिज भन्दैछु पैसा छ हेर अब पैसा हुँदा हुँदै पनि गाडी नआएछ यताबाट मात्र आइरह कि ऊ जता देखायो त्यताबाट यताबाट आउनु पऱ्यो नि यताबाट आउँदै आउनु मुला बसम चाहिँ कहाँ यहाँ बस्छु उभिएर है त यहाँ बस्छु हेर तँलाई यही भिडियो बनाएर देखाउनु पर्ने नै भए त भएन ए बिजे त हानिदियो ए साथी त्यस्तो भनिस् तैँले मलाई रुन पनि सक्दिनँ आहा क्या ठिरिया यार हात त ओहो घडी देखाएको चाहिँ होइन है देखाएको चाहिँ होइन यस्तो दामी छ यहाँ छु दाइ मलाई लिफ्ट दिनु न नेपाली दाइ भेट भयो भन्नुपर्छ यहाँ बसेर है दाइ दोस्तो हमारे साथी नेपाली दाइ लिफ्ट दिनु न भन्नुपर्छ यहाँ बसेर है रमाइलो गर्नुपर्छ एक्लै एकै रमाइलो गर्ने अरू आएर रमाइलो हुने होइन एक्लै रमाइलो गरिरह्यो भने रमाइलो हुन्छ आई थिङ्क केही आहा कि जस्तो छ हेर तैँले मलाई के भनेको थिइस् पैसा छैन भने होइन हेर गाडी जो आएन भन् त भिडियो सुरु गरेको 2 मिनट भयो अझै गाडी आएन गाडी गर्दो रहेछ यार यताबाट मात्र आएन गाडी यताबाट उता गयो यता चाहियो नि मलाई तल जाने मुला पैसा आएन के अरे साथी पैसाको लोभ नगर नगरे मुला पैसा त छ नि गाडी हुनु पऱ्यो नि अब आफ्नै गाडी छैन टक्क आफ्नै गाडी भए सर्र चढेर आइन्थ्यो उठेर गइन्थ्यो मुला ताक लाउँदो रहेछ बिच त्यही हान्दियो नि यार मन मनै त अझै
कस्तो हेर अझै गाडी आएन कि अब बाइक त आयो यसले रोक्छ कि नै बाइक त आएको थाहा होइन रोक्छ कि भाइ रोक्नु न बाँसटारी लगाइदिनुहुन्छ ट्रायल छ क्या आज फेरि त्यहाँ फाइनल्ली गाडी पाइयो 1 घन्टापछि बल्ल गाडी सर र हामी चाहिँ ट्रायल दिएर आएको अनि दुइटालाई सब्जेक्ट लाग्यो होइन सब्जेक्ट लाग्यो क्यार नि अब नमजा लगाइरह अनि यो हाम्रो चाहिँ प्रवास त हामी चाहिँ बिहानको बाइस यस्तो जाडो छ कि त्यस्तो ठिरिया चाहिँ पनि होइन घडी देखाएको चाहिँ होइन है मैले घडी देखाएको होइन हात देखाएको प्रवास ठ्याक्क हस्पिटलनिर होइन अस्ति यहीँ आएको थिएँ नि त होइन यहाँ हस्पिटलमा भिडियो हेर्नुहोस् युट्युबमा दामी छ यार यो फोटो खिच्ने ठाउँ यस्तो हो कि टक्क बसेर यहाँ नजा बाबु यहाँ त भिखारी हुन्छस् मन छ त पर्पो जान्दिम तर क्यार नि हान्न मन भएन होइन जस मजा आयो यहाँ पिङ रहेछ होइन दामी मजा आयो टक्क लगाएर पिङ खेलेँ म अझै खेलेर देखाइदिन्छु कि यसले भिडियो यो भिडियो बनाउनै जान्दैन कि बस आयो ट्रक आयो बाइक ल ल दामी भाइसतिर राख्ने केटाहरूले टक्क लाएर होइन रमाइलो भइरहेको टक्क सर मौसम बिहानको मौसम यसलाई चाहिँ खाली फोटो चाहियो यसलाई कसैले चिन्छ अनि मेन्सन आनन्द यति फोटो चाहियो कि उहाँ गर्लफ्रेन्डले फोटो पठाऊ भनिदिइरहेछन् अनि त्यसपछि फोटो चाहियो कि यसलाई होइन रुक्न यार सर र यस्तो दामी छ बिहानको मौसम यो चाहिँ प्रवास उहाँ थियौँ हस्पिटल छ होइन त्यहाँ थियौँ अनि यहाँ म छु अनि यसलाई त फोटो नभई त नरोच्ने क्या खाना पनि यति ह्यान्डसम बाखा हेरौँ त तलदेखि माथिसम्म ओहो कति ह्यान्डसम त्यो लबै परे कि 4-5वटा त छ नि यसका त यार नचुत न त गफ होइन साँच्ची भन्दै त हुन त रिसाउँछन् पालु रिसाउँछन् भन्न ठिक छ क्या मैले बुझ्छु तेरो कुरा यार पालु रिसाउँछन् भन मलाई यहाँ गफ नछोद नभनिरह क्यार नि अनि यो ह्यान्सी अनि त्यसपछि म त अलरेडी ह्यान्डसम छु होइन गाइज म त अलरेडी ह्यान्डसम हो कि सबले सङ्गम जस्तो भइदिनुहुन्थ्यो भन्छन् तर म जस्तो कोही नहो भन्न चाहन्छु म चाहिँ कति राम्री बहिनी हुन् तिम्रो नाम के हो नि भन न केही हुन्न के बहिनी भने आफू बोल्दिनँ नै यिनी लजाइनु मसँग लाज लाग्यो मलाई हाँसै छन् अनि हामी चाहिँ यहाँ खाऊँ होइन दामी हिरो के ह्यान्डसम गयो कति ह्यान्डसम छ भने यो त यहाँ चाहिँ हेर नर्स कति राम्रा छन् जुम गरेर मन छ गर फुल दिउँ तर म दिन्न मेरी सानो रिसाउँछिन् सानोलाई म चित्त दुखाउन चाहन्न अनि टक्क लगाएर यहाँ बस हेर न बस क्या दामी बसको बाइकतिर दाइलाई हेर न ह्यान्डसम के दाइ तानसेन बहुमुखी क्याम्पस होइन टक्क लगाएर चाट्ने यो बडी उफुर गरिरहेको यहाँ क्यार्न सकियो अब केही भन्न सकिन्न यहाँ चाहिँ पसल रहेछ टक्क लगाएर सानो सबैजना आइदिनु होला सबैजना आइदिनु होला खाइदिनु होला माया लगाइदिनु होला भन्न चाहन्छु यहाँ चाहिँ प्रहरी चौकी प्रवासको रहेछ यस्तो रहेछ होइन यस्तो पुलिस नीतिजी पनि कति राम्रो के मन छ त गएर फुल दिउँ तर क्या तर मेरी सानोको याद आउँछ मलाई अरू केटी देख्ने बित्तिकै सानो नरिसा ल तँलाई त माया छ कि मुटुमा छस् के यहाँ त गएको यहाँको भिडियो देखाएको छु नि होइन लुम्बिनी मेडिकल हल अब ओए सर ओहो त्यहाँ दामी तरिकाले गइदिएको भाइब्स हेर्न भाइब्स